अब दुर्गा प्रसाईको आन्दोलन हुँदैछ फेरि छठपछि। अब आन्दोलन किन र के लागि तपाईँको आन्दोलनको एजेन्डा के हो त्यहाँबाट सुरु गर्न चाहन्छु। यो आन्दोलनको जुन आन्दोलन छ, जुन आन्दोलनले जेको लागि जुन आन्दोलन गर्यो जनताको लागि त भएन नि त, आम नागरिकको लागि भएन नि। हामीले यो गणतन्त्र खोजेको थियौँ, जुन गणतन्त्रले आज हाम्रा दाजुभाइले चाडपर्व मनाउन पाएनन्। अघि जुन संविधानले हाम्रो घर खाली भयो, हाम्रो गाउँ खाली भयो, हाम्रो हिमाल खाली भयो, पहाड खाली भयो, तराई खाली भयो। आज जम्मा 77वटा जिल्लामा 22वटा जिल्लामा मात्रै मान्छे छन् ऋषिजी, अरू त जम्मै खाली भइसक्यो। 2 करोड 90 लाखमा 2 करोड 90 लाख जनसङ्ख्यामा 1 करोड 60 लाख जनसङ्ख्या छैन। अनि यहाँ व्यापार खोज्छन्, खोइ कन्ज्युमर, खोइ मार्केटमा मान्छे, अनि व्यापार चलेन, ब्याङ्कको पैसा लगानी भएन। मैले भनेको नि यो दिन आउँछ भनेर। अब नयाँ प्लेयर खडागिरी, नयाँ प्लेयर यिनीहरूले के गरे भन्दाखेरि कुन्द दीक्षित, कनकमुनि दीक्षित, केदार भक्त माथेमादेखि लिएर यी टाई सुट लाउने इङ्ग्लिस बोल्ने छन् नि यी बजारमा, कपाल साझा विवेकशील पार्टी आएको होइन। अब म भन्दैछु त यी सबैलाई भेला गरेर अनि त्यहाँबाट एउटा डिजाइन म भन्दैछु त यो गर्नको लागि के गर्नुपर्छ भन्दा त कि त जनयुद्ध लड्नु पर्थ्यो, कि त हाम्रो जस्तो लडाइँ लड्नु पर्थ्यो, जेल जानु पर्थ्यो। त्यतिकै त पार्टी बन्दैन। अनि यिनीहरूले स्वास्थ्य र शिक्षाको नारा लगाएर गोविन्द केसी भन्ने मुस्लालाई उहाँ माथि टिचिङमा सुताए। अनि यता के गरे, सर्वोच्च अदालतमा कल्याण श्रेष्ठ, सुशीला कार्की, अनिल कुमार सिन्हा अहिले मन्त्री छन्, तपाईँको अनिल कुमार सिन्हा अनि तपाईँको ईश्वर खतिवडा लगायतको एउटा टिम त्यहाँ खडा गरे। सर्वोच्च अदालतमा के आयो भने त्यहाँबाट रिटबाट उ गर्ने, सर्वोच्च अदालत कन्ट्रोलमा। मिडियाहरू के भयो, हिमाल पत्रिकाको कनकमुनि दीक्षित सबैलाई। अब अमित ढकालै छ, अमित ढकालको श्रीमती त उ त्यो उसमा नर्वे च्याम्पियन्समा काम गर्छ अहिले पनि। त्यो त पुरै पश्चिमा त्यो डलरवादी मान्छे हो, त्यो हेर्दा मात्रै त्यो लेख्ने हो कि। नेपाली जनताले त्यो पत्रकार किन छोडेछन् भन्छु क्या। हेर अब नेपाली जनताले बुझ्छन् क्या, यिनीहरूलाई चिन्छन्। खोज नेपाली जनता हो, खोज देशको धमिरो खोज। खगेन्द्र सङ्ग्रौला जस्ता, युग पाठक जस्ता हाम्रो देशमा डलर खानेहरू धेरै छन्। सुन्नु न यिनीहरूले के गरे, यहाँ सुन्नु डलर खानेहरू, यहाँ सुन्नु 1000 डलर खान्छन् पढे लेखेका। सुन्नु न त्यहाँबाट गोविन्द केसीलाई सुताएर अनि विवेकशील साझा पार्टी कागजको टोपी लगाएर माइती घर मण्डलमा बस्ने। अनि यहाँ मेडिकल कलेज हुनु हुँदैन, शिक्षा हुनु हुँदैन, स्वास्थ्य हुनु हुँदैन, यहाँका विद्यार्थी जम्मै बाहिर पठाउनुपर्छ, युवा जति बुढाबुढी मात्रै राख्नुपर्छ भन्ने भयो होइन। त्यस पछाडि म लडेपछि मैले बुझेर मैले भनेको नि त, मैले त आजभन्दा 10 वर्ष अगाडि यो देशको सबैभन्दा मलसाप्रो भनेको कनकमुनि दीक्षित, केदार भक्त माथेमा हेरगुने, यो सुशीला कार्की, ओम प्रकाश अरियाल भनेका हुन् कि होइनन्। आज गृहमन्त्री त प्रधानमन्त्री छ। म सही ठाउँमा भगवान् दुर्गा माताको कसम खाएर भन्छु, म सत्य कुरा बोल्ने मान्छे हो। मैले त्यतिखेर बोलेको कुरा आज पुगेको। आज जेनजी पुस्ताले मन परायो त सुशीला हालत